चाहिँ स्कुलमा नानीलाई लिन जाँदैछु। यो काकाले खनेको बाटोमा आइपुगेको छु। यो बाटो देखेर मलाई चाहिँ एउटा राजनीतिक कुरा अनि सामाजिक कुराहरू पनि जोड्न मन लाग्यो। हामी भन्ने गर्छौँ कि राजनीतिकमा पनि हरेक काममा युवाले मात्रै गर्नसक्छ, युवालाई अघि सारिनुपर्छ भनेर भन्छौँ होइन। तर युवाहरूमा यस्तो वृद्धहरूमा जस्तो अनुभव अनि जाँगर कहाँ हुन्छ र युवाहरू। म पनि युवा पुस्तामै पर्छु। म यो बाटो दिनमा 4 पटक हिँड्छु। नानी पुऱ्याउन जान्छु बिहान अनि फेरि लिनु जाँदा गरेर आउँदा जाँदा गरेर 4 पटक हिँड्छु। म जेन्जी पुस्ताभन्दा अलि माथि अनि युवा पुस्तामै पर्ने भए पनि ममा यो यस्तो जाँगर कहाँ छ र हेर्नु त। यो 70 वर्ष नागेको बुढो मान्छे हाम्रो काका हुनुहुन्छ। उहाँ चाहिँ यो बाटो कहिलेकाहीँ हिँड्नुहुन्छ क्या। दाउरा लिनुको लागि हिँड्नुहुन्छ। त्यो दाउरा लिनलाई अप्ठ्यारो हुन्छ अरे उहाँलाई। त्यही भएर यस्तरी बाटो खन्नु भएको छ, यस्तो मजाले खन्नु भएको छ। यो गाउँबाट हामी 1 कक्षादेखि 10 कक्षा पढ्नेसम्म विद्यार्थीहरू दिनमा आउँदा जाँदा गरेर ओहोरदोहोर 2 पटक गर्छौँ। तर हामी कसैलाई पनि यो बाटो खन्नुपर्छ अप्ठ्यारो भएर कोही बेला लडियो होला, कति पटक चिप्लेर लडियो होला, तर हामीलाई यो बाटो खन्नुपर्छ भनेर सोच आए पनि एक्लै खन्नु सक्ने जाँगर आएन क्या। हामी युवा पुस्ताहरू चाहिँ यो सामाजिक सञ्जालमा व्यस्त हुने अनि नेताले केही गर्नु सकेन, कसैले केही गर्नु सकेन, बाबुआमाले हामीलाई केही गरेन भनेर अर्कालाई घोचपेच गर्ने र गर्दै सामाजिक सञ्जाल चलाएर दिनभरि बरु सुतेर बस्छौँ, अर्काको कुरा काटेर बस्छौँ। यसरी जाँगर चलाउँदैनौँ। हेर्नु त राजनीतिमा युवालाई अघि सारिनुपर्छ भनेर भनिन्छ। तर युवाहरू यस्तो बुढाबुढी जस्तो जाँगरिलो कहाँ हुन्छन् र गर्नुपर्छ भन्ने मन कहाँ हुन्छ र। उहाँहरू युवाहरूमा शक्ति हुन्छ, जाँगर हुन्छ, तर गर्नुपर्छ भन्ने मन हुँदैन। वृद्धमा चाहिँ यस्तो जाँगर हुन्छ। हेर्नु त यस्तो बाटो खनेर एक्लै यस्तो हामीले भए यो बाटो खन्नु 3-4 दिन लगाउँथ्यौँ होला अथवा धेरैजना भेला भएर मात्रै गर्थ्यौँ होला के। यो बुढो मान्छे 70 वर्ष नागेको काकाले चाहिँ यसरी बाटो खन्नु भएको छ होइन। राजनीति गर्दा पनि अनुभवको आधारमा वृद्धहरूले नै गर्नु सक्छन् कि जस्तो पो लाग्न थाल्यो मलाई त। यो चुनाव आउँदै गर्दा युवाहरू भनेर कोही घन्टी भनेर भनेको छ, कोही भनेको छ। अनि युवा पुस्ताको पनि 2 पाटो छ क्या। एउटा हर्क साङपाङ र अर्को बालेन। बालेनको पछि लाग्ने धेरै छन् युवा भनेर। तर युवा भनेर पनि हर्क साङपाङ अलिकति जाँगरिलो र श्रम गर्नुपर्छ भन्ने पक्षका छन् भने बालेन चाहिँ अलिकति घमण्डी हो कि जस्तो लाग्छ मलाई। ल है विचार गर्नुहोस् है। जाँगर चलाउने युवापट्टि जाने हो कि पुरानो परम्परालाई अगाडि सार्ने र जाँगर भएको वृद्धपट्टि जाने हो कि कसरी भोट दिने हो यसपालि। अब म चाहिँ भोट दिदिनँ। मैले 2070 सालको चुनावमा चाहिँ भोट दिएको थिएँ। त्यो बेला मैले भोट केलाई दिएँ थाहा छ? मैले एमालेलाई दिएको थिएँ। मलाई जको सिद्धान्त अनि एमाले भनेपछि मन पर्थ्यो मदन भण्डारी, पुष्पलाल अनि मनमोहन, भरतमोहन अधिकारी जस्ता नेताहरू मलाई धेरै मनपर्ने भएर म त्यो बेला एमालेलाई भोट दिएको थिएँ। आफ्नो गाउँ आफै बनाऊँ भन्ने अभियान अनि वृद्ध भत्ताहरू जस्तो महत्त्वपूर्ण काम लिएको हुनाले मलाई मन पर्थ्यो अनि त्यो बेला भोट दिएँ। अहिले चाहिँ मलाई कुनै पनि पार्टीलाई भोट दिनु पनि छैन। म राजनीतिप्रति चासो पनि लिँदिनँ अहिले। म अहिले राजनीतिकभन्दा धेरै पर छु। मलाई राजनीतिक प्रति चासो नभएपछि कसले के गर्छ, कसलाई भोट दिनुपर्छ भन्ने पनि वास्ता नहुँदो रहेछ। म चाहिँ यसपालि भोट दिँदिनँ। अब तपाईँहरू विचार गर्नुहोस्। फागुन 21 गते चुनाव आउँदैछ। मासु भात जसको खाए पनि जसले गर्नु सक्ने खालको देख्नुहुन्छ उसैलाई भोट दिनुहोस्। पैसा लिनुहोस्, मासु भात खानुहोस्, तर भोट चाहिँ राम्रो मान्छे छानेर दिनुहोस् है।